पावरफुल क्यारेक्टरहरू त कुल हुन्छन् तर स्मार्ट क्यारेक्टरहरू दे कन्ट्रोल द इन्टायर स्टोरी। एनिमे हेर्दा मोस्टली पावरफुल क्यारेक्टर देखेर हामी हाइप हुन्छौँ, बिग अरा, ओपी पावर अनि क्रेजी फाइट सिन्स। तर अनेस्टली त्यो एक्साइटमेन्ट धेरै देर टिक्दैन। किनकि स्ट्रेन्थ इज प्रिडिक्टेबल। एनिमी आयो, पञ्च हान्दियो अनि फाइट जित्दियो, बस प्याटर्न रिपिट हुँदै जान्छ। तर त्यही ठाउँमा स्मार्ट क्यारेक्टरहरूले अडियन्सलाई पनि गेममा इन्भल्भ गर्छन्। जस्तै एकदमै फेमस इक्जाम्पल लाइट यागामीलाई नै लिउँ। उसको फाइट्सहरू चाहिँ मसल बेस्ड नभएर ब्रेन बेस्ड हुन्छन् अनि त्यही कुराले एभ्री एपिसोडलाई इन्टेन्स बनाउँछ। अब के गर्छ उसले? अब उसले कसरी स्केप गर्छ? यो मुभ इन्टेन्सनल थियो कि एक्सिडेन्ट थियो? यी सबै क्वेसनहरू अडियन्सको दिमागमा कन्स्टेन्टली आइरहेको हुन्छ। अनि स्मार्ट क्यारेक्टर्सहरू युजली पर्फेक्ट हुँदैनन्। दे लाई, दे म्यानिपुलेट एन्ड दे टेक रिस्क। सायद त्यसैले नै तिनीहरू एउटा ह्युमन फिल हुन्छन्, एउटा रियल ह्युमन फिल हुन्छन्। मतलब त्यही हो। तर त्यही ठाउँमा स्ट्रङ क्यारेक्टर्सहरू बोरिङ हुँदै जान्छन् किनकि उनीहरूलाई राइटरले धेरै ओभर पावर बनाइदिन्छ। नो टेन्सन नो फियर, भ्युवरलाई अलरेडी थाहा हुन्छ कि यो जित्छ नै भनेर। तर स्मार्ट क्यारेक्टरको सिचुएसनमा त्यो चिज हुँदैन। स्मार्ट क्यारेक्टरको एउटा सानो मिस्टेकले पनि पुरै इन्टायर गेम ओभर हुन सक्छ र त्यही अनप्रिडिक्टेबिलिटी नै इन्टरटेनमेन्ट हो। र अर्को एउटा इम्पोर्टेन्ट कुरा, स्मार्ट क्यारेक्टरहरू जस्ट फाइटलाई जित्दैनन्, दे डोमिनेट पिपुल मेन्टल्ली। त्यसैले होला एल, जोहान लिबर्ट अनि आयनोकुजी जस्ता क्यारेक्टर धेरै इन्ट्रेस्टिङ फिल हुन्छन् मोस्टली ओभर पावर एमसीज भन्दा। बिकज ट्रु हाइप इज नट अलवेज अबाउट पावर। समटाइम्स द स्केरिएस्ट क्यारेक्टर इन द रुम इज द वान हु थिङ्किङ 5 स्टेप अहेड।